ल खै बाबालाई माई गरिदेऊ माई ओ यता 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 अब यता ओ अब हेलो गाइज वेलकम टु माई न्यू ब्लग आई होप सबैजना संसारमा हुनुहुन्छ होला गाइज होइन गाइज हामी चाहिँ अहिले यहाँ बसेर यो स्याउ किवी काटेर खाइरहेको छौँ यहाँ बाबुले नि मस्त खाइरहेको छ देख्न सक्नुहुन्छ अनि त्यसपछि हाम्रो उता यता मामुले पनि खाइरहेको छिन् है हामीहरू चाहिँ अहिले बसेर स्याउ किवी खाइरहेको अहिले दिउँसो पक्क भइरहेको छ गाइज होइन अनि भोक लागे जस्तो भइरहेको थियो अनि स्याउ रहेछ अनि हामीहरू चाहिँ स्याउ काटेर ट्याक्क बसेर छोरो मामु म होइन खाइरहेको छौँ आज चाहिँ 2-3 दिन पछि मस्त घाम पनि लागिरहेछ गाइज बाहिर होइन अघि एकछिन बाहिर गएर घाममा बसेर पनि आयौँ अनि त्यसपछि घाममा बसेर आइसकेपछि ज्यान पनि तात्यो अनि चाहिँ स्याउ काटेर मस्त खाइरहेछौँ गाइज हामीहरू अहिले चाहिँ होइन गाइज बाबुले खाएको यहाँ के गरिरहेछ उसले यो सिङ्लो टिपेर खाएको छैन जस्तो मैले यो ल्याएर आधा खाएँ अनि यही हातबाटै लगेर खाइरहेको छु उसले चाहिँ सिङलाई खाएको छैन मामुले बाबुले बाबाले जसले खायो हातको चाहिँ टिपिरहेछ कि बाबुले अब त्यहीँ राखिदियो अब त्यो टुक्रो यहीँ राखिदियो अनि मामु बाबाले खाएको मिठो माने किन खै हातबाट अब खा एउटा जान्छ है अब यसले हेर्नु है अनि त्यो खाइरहेछ अनि अहिले अब चाहिँ यो लान्छ है यसले एकछिन ऊ हेर्नु त्यो त्यहाँ राख्यो अब यहाँ म राख्दैछु किन हो बाबाले खाएको मिठो लाग्छ छोरो हो आधा आधा बनाएर राख्दैछ यहाँ हेर्नु न गाइज यहाँ हेर्नु न यहाँ मामु सुतेको छ छोरो चाहिँ त्यो पानीको बोतल लिएर उठाउन गइरहेको हेर्नु न यस्तो नटखट भयो पानी छरेर मामुलाई उठाइदियो यहाँ झगडा हेर्नु गाइज यहाँ मामु छोरा झगडा गरिरहेछन् ऊ छोरो चाहिँ पानी चढिरहेको छ मामु सुते बेलामा मुखमा पानी भरेर हेर्नु न फालिरहेछ ममतिर खै खै छोड न कति फाल्छ हेरौँ खै खै बिस्तारै भिजाइदिइसक्यो मुखमा पानी भरेर फाल्छ यो हेर्नु है हजुर ऐना हेर्दै यता ऐना चाहिँ ऐना हेर्दै खाइरहेछ सक्यो पानी सक्यो अब पानी सकिएको खुवाइरहेछ गाइस हामीहरू चाहिँ एकछिन बजार जान आँट्यो होइन अब हिजो भैयाले कपडा किनेको थियो नि त अनि त्यो कपडा चाहिँ भएन अरे खै के भयो भन्न लाग्यो होइन फिटिङ आयो नि के भएन अरे अनि त्यो कपडा सपडा यसो चेन्ज गर्नलाई पनि हामी जानला यहाँ मेरो छोरो यहाँ तयार भएर रेडी भइसक्यो यहाँ देख्न सक्नुहुन्छ ऐ क्युटी पाई कुन्टु माम खाँदैछ बाबुले बाबु रेडी भइसक्यो अनि हाम्रो मैया पनि अब कपडा निकाल्दैछिन् हामीहरू चाहिँ एकछिन कपडा एक्सचेन्ज गर्न जानला बजारतिर है त गाइस ल होइन हामी पनि बजार गएर आयो मैयाको कपडा फेरेर के अरे साटेर हिजो ल्यायो हिजो खै के गरेर ल्याएछ कि अनि आज भएन भन्न थाल्यो फेरि गएर अनि साटेर के अर्को कपडा साटेर अनि यहाँ फालेछ यहाँ ल्याएर यत्तिकै फालेछ अनि हिजो ल्याएको भएन अरे साटेर अझै एउटा थपेर ल्याएर आयो नि अरूको पनि छ त्यही त थपेर पनि त ल्यायो नि त अनि हिजो ल्याएको थियो अनि खै के भएन फिट आएन के भएन अनि गएर साटेर हामी पनि भर्खर आयो बाबुले यहाँ हेर्नु बदाम खाँदैछ मुम्फली खाँदैछ छोरोले कुटु कुटु खोल्साइदिनु पनि पर्दैन आफै खान्छ यस्तो मजाले है छोरो फोहोर त सब धसिनै खाल्छ नि बाबुले छोरो बाबालाई माई गरिदेऊ छोरो खै खै यता हेर त ल खै बाबालाई माई गरिदेऊ माई ओ यता 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 अब यता गाइस यस्तो माया गरिदिन्छ बाबालाई यस्तो माया गरिदिन्छ छोरीले सुर लाग्यो भने यस्तो माया गरिदिन्छ होइन सुर लागेन भने त गर्दैन हेर्नु यहाँ पारै यहाँ यसरी जता पनि बङलङै गइदिन्छ भनेको हाँसेको हेर न अझ हाँसेको यसलाई यस्तो मातिन्छ कतिखेर खै मम्मुलाई पनि माया गरिदेऊ छोरो खै मम्मुलाई माया गरिदेऊ त मामुलाई त गर्दैन सुर लाग्यो भन्दा जे गर भने त्यही गरिदिन्छ यहाँ बुही जान खोजिरहेको छ ओहोलाई त्यही मजा लागिरहेको छ पल्टेल है उतातिर जाला हेर है त्यो बङलङै जान्छ फेरि त्यो ओ ए सताएर हैरान गर्छ गाइसले यता हाँसेको अझ कुन्टु गाइस यहाँ चाहिँ म अहिले दाल बसालेको छिन् होइन
अनि यहाँ चाहिँ खाना पाक्दैछ हाम्रो साँझको। अनि अब तरकारी के खाऊँ भन्दाखेरि चाहिँ होइन, अब मोयालाई चाहिँ आज मासु खानु मन लाग्यो अरे। अनि मासु ल्याएर आउनु भन्दैछ। चाबी कहाँ भयो, म चाहिँ अब मासु लिन जानु लागेको होइन। अनि आज मासु खाइदिउँ भनेर अनि टक्क चाबी भेट्यो नि त, कहाँ राखेछ। अन्त यहीँ नजिक हो, हिँड्दै हिँड्दै जान्छु गरे म चाहिँ मासु लिन जानु लागेको छु है त। हाइट बाहिर चाहिँ कस्तो चिसो बढिसकेको छ गाइज होइन। के भन्छ यो पुस लागेबाट त झन् बाहिर यस्तो चिसो बढेको छ है। टाउकोमा चिसो भयो, त्यही लगाउनु पऱ्यो। मङ्सिरको महिनासम्म खासै केही थिएन क्या लास्टसम्म। नि यो पुस लागेदेखि त ओहो कस्तो चिसो बढ्यो कि, छिटो भात्तै चिसो बढ्यो कि। अब यहाँ मैले मासु किन्ने ठाउँ पनि अब आउनु लागिसकेको छैन होइन। अब पसल आउनु लागिसक्यो। अब चाहिँ म यहाँबाट लिएर जान्छु। लगाएँ म चाहिँ मासु लिएर आइरहेको छु होइन। ट्याक्क यहाँ हातमा समाइरहेको छु। अनि अब ट्याक्क गएर प्याज मटर होइन खुर्सानी मसला पारपुर बनाएर अनि टक्क ग्रेभी टाइपमा बनाएर आज मासुको रेसिपी हान्ने भयो। भनेपछि चिसो चिसो छ पनि होइन मौसम नि। अनि ट्याक्क बाबुलाई पनि ट्याक्क ललिपप टाइपको बनाएर ल्याइदिएको छु। बाबुले नि खान्छ, सुतेन भने सुत्यो भने भोलि बिहान राखिदिनु पर्ला। बाबुले नि रहर मान्छ मासु खाना होइन। त्यसपछि अब जानु पऱ्यो, गएर झापझुप बनाउनु पऱ्यो। कस्तो झ्याममा रात पऱ्यो जस्तो देखेको है। भने अब यो छोटो दिनहरूमा त यही हो भने कति 6 बज्यो कति बजेछ, तर रात चाहिँ झ्याप्प रात पऱ्यो जस्तो भइरहेको छ। गाइज म चाहिँ भर्खर मासु लिएर आएको होइन। यहाँ आएको त पुरा आमा छोरा है। यहाँ हेर्नु न, यहाँ पुरा लसुन खोल्साउन लाएर, अझ बाबु त यता हेर्नु यहाँ यो धुन्धुकारी पुरा आमा छोरा मिलेर यहाँ लसुन भव्य खनाइरहेछन् है, के अरे खोल्साइरहेछन्। म पनि अब प्याज टमाटर टमाटर छ नि हो ल, म काटकुट गर्छु। अनि त्यसपछि कसले बनाउँछ, तिमी बनाउँछौ? मैले नै हुन्न यार, त्यस्तो अत्याचार चाहिँ नगरेर लिन जाउँ काटकुट गरौँ सबै अनि मै पनि पकाउँ फेरि। ल न के भन्छ हौ मैले यस्तो यार। सर्वप्रथम त काटकुट गरिहाल्नु पऱ्यो, छु अँध्यारो भइसकेको छ होइन। ल गाइज हाम्रो मस्त फ्राई भइरहेको छ। ल अब मस्त एकछिन फ्राई गरेर यसलाई होइन पाक्न दिएर त्यसपछि अनि प्याज टमाटरहरू यहाँ यत्रो लसुनको पेस्ट बनाएको छ यत्रो है थिचेर। अनि यता हाम्रो दाल फ्राई नै हुँदैछ गाइज। हाम्रो फाइनली माथिबाट धनिया पनि आइसक्यो होइन। मासु चाहिँ ल पाकिसक्यो हाम्रो है। आजको मासुको रेसिपी पनि रेडी भइसक्यो। अब हामी एकछिनमा खाना खान्छौँ होइन। आजलाई भिडियो पनि यति नै। भिडियो कस्तो लाग्यो लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। नेक्स्ट भ्लगमा फेरि भेटौँला। आजलाई बाइ बाइ।